सम्पूर्णलाई नमस्कार। म मन्जिल नेपाल। म यति बेला झापा क्षेत्र नम्बर 4 राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुहुने यस फागुन 21 गते हुने निर्वाचनमा उम्मेदवार बन्नुहुने शम्भु ढकाल अर्थात् उहाँले आफ्नो साहित्यिक नाम शम्भु सुस्केराले पनि चिनाउन चाहनुहुन्छ र म उहाँको निवासमा छु र म आजको यो कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। ल, स्वागत छ तपाईँलाई। हस्, धन्यवाद, नमस्कार। त्यो खोटाङको मान्छे आज यस झापा क्षेत्र नम्बर 4 मा उम्मेदवार बन्दै हुनुहुन्छ। यो यात्रा कसरी जुर्यो? खोटाङमा त म जन्मेको। बुवाहरूले 4 वर्षको उमेरमा ढाकरमा बोकेर 36 सालमा तराई झार्नु भयो, मधेस। चामलको भात खान झार्नु भयो अरे त्यति बेला, होइन? त्यसरी यहाँको यात्रा तय भयो। खोटाङ सम्झनामा छ, प्रेम र सद्भावमा छ, अनुभवमा छैन। त्यसले गर्दा म यहीँ हुर्केँ, बढेँ, पढेँ, यही माटोसँग साक्षात्कार गरेँ, यहीँको राजनीति अनुभव गर्दै देख्दै भोग्दै आएँ। देशलाई पनि नजिकबाट चिनेँ र चाहिँ नेपाल प्रहरीमा सेवा गर्न गएँ। 22 वर्षमा देश र दुनियाँ पनि हेरेँ मैले। त्यसले मलाई नेगेटिभ प्रेरित गर्यो भनौँ, अथवा केही गर्नुपर्छ हुन सकेन भनेर पोजिटिभ प्रेरित गर्यो, जसरी लिए पनि हुन्छ। त्यसले गर्दा चाहिँ म 79 देखि यो राजनीतिक यात्रामा बाध्यकारी अवस्थामा आएको हो। राजनीति गर्नको लागि तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टी नै किन रोज्नुभयो? होइन, यस्तो अब हामीले 30-32 वर्षदेखि हेरिरह्यौँ, देखिरह्यौँ, आश गऱ्यौँ, होइन? हुन्छ कि आज भोलि पर्सि तपाईँहरूको उमेर झेल्दै आएँ, मैले अझ त्योभन्दा कम उमेर झेल्दै आएँ, मतदान गर्दै आइयो। कमसेकम त्यो जोसमा +2 पढ्दै गर्दाको अवस्थादेखि जागिर खान गएको अवस्था। विकल्प बन्छ कि कोही भन्दै भन्दै रविन्द्र मिश्रहरू विकल्प बनेर आउनुभयो। एउटा आशाको दियो झिलिक्क बल्यो, फेरि त्यो विकल्प बनेन। अनि रवि लामिछानेलाई विशेष गरी पहिला हामीले हेरेको त राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि रवि लामिछानेको नेतृत्व हेऱ्यौँ। उहाँले नेपाल टेलिभिजनमा पत्रकारितालाई एउटा फरक परिभाषित गर्न खोज्नुभयो, कर्मले एउटा कल्याणकारी पत्रकारिता। अनि यत्तिका मान्छेले चाहिँ गरे हुन्थ्यो भन्ने चाहिँ सोच आउँदै थियो आम नेपालीमा। ठ्याक्कै उहाँ नेतृत्वमा आइसकेपछि अब यो त्यो समयको विकल्प चाहिँ यही हो। म एउटा सन्दर्भ जोड्न चाहन्छु। मैले 2072मा एउटा दोस्रो कथा कृति सार्वजनिक गरेँ, सरोगेट लोग्ने। त्यहाँ मृत्युलोकमा सेमिनार भन्ने एउटा कल्पना गरिएको थियो। यो देशको नेतृत्व परिवर्तनको कल्पना गरिएको थियो। मृत्युलोकमा संसारभरिका चाहिँ उच्च पदस्थहरू जो चाहिँ दिवंगत भएर गए, उनीहरूको एउटा छलफल भयो। त्यहाँ चाहिँ देवकोटा, गिरिजा, बिपी, मदन भण्डारी, मनमोहन आदिदेखि लिएर युएनका महासचिवहरू, तपाईँको चाहिँ महात्मा गान्धीहरूको बिचमा भयङ्कर छलफल भयो कि स्वर्ग आएका छौँ हामी, तर स्वर्ग त नेपाल हो, नेपाललाई किन नर्क बनायो तिमीहरूले भनेर एकअर्कामा बहस हुँदै गर्दा लामो बहस डिस्कस आरोप प्रत्यारोप भइसकेपछि अन्त्यमा एउटा निष्कर्ष निस्क्यो कि अब यो नेपाल भन्ने देश एउटा युवाहरूको हातमा जानुपर्छ भनेर त्यो मृत्युलोकको एउटा सेमिनारले, संसारभरिको सेमिनारले एउटा युवा नेतृत्व चयन गर्यो। त्यो 2072 सालमा मैले कल्पना गरेको देश थियो। त्यसको 7 वर्षपछि रवि लामिछाने आउनुभयो नेतृत्व गर्दै। मैले त्यो कथामा खोजेको नायक मैले रवि लामिछानेलाई पाएँ। यस, मैले कल्पना गरेको साहित्यको एउटा नायक मैले पाएँ भने त्यो नायकको समर्थक र त्यो नायक एउटा सहकर्मी बनेर म आउनुपर्छ भनेर र एउटा अपेक्षाहरूको विकल्प पनि थिएन। त्यसले गर्दा एउटा सम्भावना, आशा, राजनीतिक सम्भावना हो नि त। त्यसकारण म त्यहाँदेखि राष्ट्रिय जस्तै मैले यही कुरालाई, जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले देशभरि नै एउटा लहर चलिरहँदा बा तपाईँ यही गुडविलले म पनि बा विजेता बन्छु कि भनेर उठ्नु भएको त होइन? अनि म भर्खर आएको होइन नि, त्यो लहर त हामीले चलाएको हो नि। जस्तो लहरको कुरा गर्नुहुन्छ भने नेपालका 77वटा जिल्लाको सङ्गठन निर्माण गर्दै गर्दा झापा जिल्ला कतिपय हिसाबले पहिलो छ, कतिपय चाहिँ सदस्य आदिको हिसाबले दोस्रो सङ्गठन चितवन पछि हो। त्यसले गर्दा त्यो त हामीले बनाएका हो नि त, लहर आएको होइन कि। त्यो लहर सिर्जना गर्ने एउटा पात्र हो कि, प्रमुख पात्रमा पनि। जस्तै राजनीतिमा राम्रो नियत नै मात्रै पर्याप्त हुँदैन भनिन्छ। यदि तपाईँको नियत सही भए पनि प्रणालीले काम गर्न दिएन भने तपाईँ परिवर्तन गर्नुहुन्छ कि त्यही प्रणालीमा मिसिनुहुन्छ? सबभन्दा मान्छेले शङ्का गर्ने र हामीलाई पनि कतै त्यस्तो नहोस् भन्ने दुईटा कुरा। एउटा शक्ति निर्माण गर्नुपर्छ, सङ्ख्यात्मक शक्ति निर्माण गर्नुपर्छ, अनि स्थायी सरकार बन्छ। प्रणाली जब सच्चिन्छ सबै कुराहरू सच्चिएर जान्छ। प्रणाली थिति जब बस्छ सबै कुराहरू बेथितिबाट थितिमा आउँछन्। त्यसले गर्दा सबभन्दा चिन्ताको विषय हामी त्यसै गरी समाहित हुनु, बग्नु त्यही दुर्गन्धित नदीमा हो भने हामी आउनुको अर्थ छैन क्या। त्यसले गर्दा
जुन चाहिँ व्यथिति छ, प्रणालीभन्दा बाहिर छ, मुलुक प्रणालीभन्दा बाहिर छ चाहिँ देशका चाहिँ काम कारबाही व्यवस्थापनहरू, त्यो सबैलाई थितिमा ल्याउन, प्रणालीमा ल्याउन हो नि त। त्यसले गर्दा त्यतै जान्छ कि भन्ने, त्यता किन जानु परेको छ र? प्रणालीभन्दा बाहिर गयो भने हामी त विद्रोह गर्न आएको, आफैभित्र पनि विद्रोह गर्छौँ हामीले। त्यसले गर्दा यसमा शङ्का गर्नुपर्ने कारणै छैन। जस्तै झापाको यो क्षेत्र नम्बर 4 मा मतदाताले योभन्दा अगाडि पनि धेरै आश्वासनहरू सुनेका छन्। तपाईँले ती आश्वासनभन्दा केही छुट्टै गर्नुहुन्छ भन्ने विश्वास तपाईँमा गर्नुपर्ने आधार के रहेको छ र? होइन, सांसदहरूले विकासे प्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गरे र त्यसै गरी बुझाइयो। सुरुदेखि नै विकास निर्माणको काम स्थानीय तहले गर्छ अथवा सरकारले त्यसका योजनाहरू बनाउँछ र चाहिँ राष्ट्रिय योजनाहरूमा काम गर्छ भन्ने भन्दा पनि सांसदहरू चाहिँ विकासे प्रतिनिधि हो। म यो गर्छु, म त्यो गर्छु, पुल बनाउँछु, यो दिन्छु आदि, बाटा सडक शिक्षा स्वास्थ्य आदिका कुराहरू गरे। हुन त सांसदहरू नि मन्त्री भएर जाने हो, आंशिक सत्य पनि हो, तर त्यो गरेको कारणले र गर्न नसके स्थायी सरकार पनि भएन अनि देश चाहिँ कुशासन भ्रष्टाचारमा चुर्लुम्म डुब्यो। चुनावमै करोडौँ खर्च हुने अनि त्यो उकास्नतिर लागे। यी विविध कारणले गर्दाखेरि त्यो निराशा भएको। हामीले स्पष्ट भनेका छौँ, सांसद भनेको कानुन नीति बनाउने हो र विकास स्थानीय तहले गर्छ। सांसद सहजकर्ता हो, विकासको सहजकर्ता हो। स्थानीय तह र माथिको समन्वयबाट विकासको साझेदार चाहिँ हो, विकासको सहजकर्ता चाहिँ हो, त्योबाट अलग चाहिँ होइन। तर यसरी काम गर्न सकिन्छ र हामी चाहिँ यो भनेर आश्वासन दिन्नौँ। गर्नु धेरै छ, सबै हामीले गर्नु छ। त्यसले गर्दा सबै कामहरू गर्नका लागि त्यसले समय लिन्छ, शक्ति निर्माण गर्नुपर्छ, त्यो शक्ति दिनुस्, काम हुन्छ भनेका छौँ। हामी त्यसरी आश्वासन दिएर आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर बोल्दैनौँ, बोलेका पनि छैनौँ, बोल्न पनि हुँदैन। जस्तै संसदभित्र चाहिँ धेरै कुराहरू बन्द कोठाभित्र हुन्छ भन्ने गरिएको छ। जस्तै तपाईँहरूको पनि त्यही नीति नियम बन्द कोठामै सीमित रह्यो भने जनताबाट दूरी बढ्छ भन्ने कुरा छ। यो विषयलाई तपाईँले कसरी हेर्नुभएको छ? बन्द होस् कि खुला होस्, जनताका सरोकारका विषयहरू, जनताको चुलो बल्ने कुराहरू, जनताका शिक्षा स्वास्थ्य र रोजगारका कुराहरू, कृषि र गरी खाने अन्य अवस्था व्यवस्थाका कुराहरू जहाँ भए पनि राम्रो हुन्छ भने ठिक छ। तर त्यस्तै व्यथिति निर्माण गर्न बन्द कोठामा हामी दलभन्दा माथि देश हो, पार्टीभन्दा माथि देश हो। देश र जनताको हित हुने काम जहाँ जसरी हुन्छ त्यसलाई स्वीकार गर्ने, सहयोग गरेर जाने हो। त्योभन्दा बाहिर गयो भने म त एउटा व्यक्तिगत रूपमा भन्नु चाहिँ विद्रोही मान्छे हो। मलाई भोलि चाहिँ गलत गर्यो, जे गर्छ त्यसै त्यसै भन्दै हिँड्ने खालको स्वभावको मान्छे होइन। मलाई धेरैले यस हिसाबले जान्नु पनि हुन्छ। म 3 वर्ष प्लस सङ्गठन निर्माणमा काम गरिरहेको छु। मलाई धेरै साथीभाइले थाहा पाउनुहुन्छ, जान्नुहुन्छ यी विषयमा मेरो स्वभाव कस्तो हो भन्ने कुरा। त्यसले गर्दा नजान्नेले पनि मलाई अध्ययन गर्नु होला। यो क्षेत्र नम्बर 4 बाट तपाईँ युवा पुस्ताको प्रतिनिधि गरिरहँदा तपाईँले युवाको हितकै लागि निर्णय गर्नुभयो, पार्टीले भयो भने तपाईँ उभिने, यदि पार्टीले युवाको प्रतिनिधित्व गर्दै त्यो विषयमा निर्णय गरेन भने तपाईँ पार्टीको पक्षमा उभिनुहुन्छ कि युवाको हितको लागि उभिनुहुन्छ? म पहिलो कुरो त युवा अवस्थाभन्दा अलिकति मासतिर पुगिसकेँ। मेरो उमेर 50 भयो। म सबैलाई के भनिरहेको छु भने म किन आएँ भन्दा एउटा खराब मान्छेलाई, एउटा खराब व्यवस्थालाई, व्यथितिलाई रोक्न आएँ। अब मैले उत्पादन गर्ने, झापामा थुप्रै युवा नेतृत्वहरू उत्पादन गरिसकेका छौँ र भोलि आज चाहिँ युवाहरू, तपाईँ मन्जिल नेपालहरू चाहिँ अगाडि नसरिरहेको, सर्न खोजिरहेको अवस्थामा त्यो वातावरण बनाउन आएको एउटा पात्र हो। मैले मेरो कार्यकालभरि युवा मैत्री जो चाहिँ आज यो देश मेरो हो भन्ने आभास गरिरहेको छैन, त्यसलाई मेरो हो भन्ने आभास दिलाउनु छ र भोलि चाहिँ तिनीहरूलाई एउटा आभास दिलाएर वातावरण बनाएर त्यो युवालाई नेतृत्वमा ल्याएर अनि आफू पछि हटेर सहयोग गर्नु छ। मेरो उद्देश्य यो हो। त्यसले गर्दाखेरि त्यस्तो शङ्का गर्नु पर्दैन। युवाहरूकै एउटा चाहिँ सञ्जाल, युवाहरूकै उम्मेदवारी, युवाहरूकै नेतृत्वमा पार्टी चलिरहेछ, युवाहरूले नि गर्ने। अझ मेरो लेभलको त रवि लामिछाने हामी एकै उमेरका कम छौँ, अझ त्योभन्दा तन्नेरीहरू धेरै हुनुहुन्छ। त्यसले गर्दा युवा मैत्री निर्णयहरू हुँदैनन् भन्ने कुरा त कसरी गर्न सक्छ? होइन, जस्तै झापा क्षेत्र नम्बर 4 को आम नागरिकको हितको कुरा र निर्णयको कुरा एकातर्फ र पार्टीको निर्णय चाहिँ अर्कोतर्फ रह्यो भने तपाईँ कुन तर्फ उभिनुहुन्छ? त्यो हुँदैन। एउटा त अर्कोतर्फ हुँदैन। त्यो त्यहाँ हामी पनि छौँ नि त, त्यो पार्टी हाम्रो पनि हो नि त, निर्णयकर्ता हामी पनि हौँ। त्यो हुँदैन। यता कता त्यो बरु हामीलाई के आरोप लाग्न सक्छ भने युवाहरू मात्रै छन्, त्योभन्दा माथिको वर्गलाई चाहिँ हेर्दैनन् कि भन्ने आरोप लाग्न सक्छ। युवा मैत्री नहोला भन्ने त किन आशंका गर्नु पर्छ? युवा नै सबै चाहिँ हुनुहुन्छ। जस्तै अघिल्लो निर्वाचनमा पनि तपाईँले 14,000 भन्दा बढी मत ल्याउनु भएको थियो। त्यो मत ल्याउँदै गर्दा ती मतदाताहरूको लागि तपाईँले यो यतिको समयमा के गर्नुभएको छ र फेरि पनि तपाईँलाई मतदान गर्नुपर्ने अवस्था आयो? मत मैले ल्याएको भन्दा पनि यहाँ क्षेत्रका मतदाताले विद्रोह गरेको हो। म माध्यम मात्रै हो, त्यसको भागेदार उहाँहरू नै हुनुहुन्छ। नम्बर 1। नम्बर 2, तपाईँले के गर्नुभयो?
उहाँहरूले अब के भन्नुभएको थियो, तँलाई जिताएर पठाउँछौँ, यदि जिताएर पठाउन सकेनौँ भने पनि तैँले अब यहीँ बसेर हाम्रो सुख दुःखको साथी बन्नुपर्छ भन्नुभयो। त्यसले गर्दा हाम्रो क्षमता बरकत हामी शक्तिमा थिएनौँ, तथापि एउटा साङ्गठनिक रूपमा व्यक्तिगत रूपमा मानिसका समस्या अप्ठ्याराहरूमा हामीले सङ्घर्ष सँगसँगै गऱ्यौँ, सहयोग गर्न कोसिस गऱ्यौँ। र अर्को कुरा चाहिँ सङ्गठन चाहिने रहेछ नेतृत्व निर्माण गर्नका लागि। हामीले 3 वर्षसम्म हामीले चाहेको भन्दा अगाडि चुनाव आयो, कमसेकम 3 वर्ष हामी सङ्गठन निर्माणमा काम गर्छौँ र बाँकी 2 वर्ष चाहिँ जनतासँग जागरण पैदा गर्छौँ, हामी जान्छौँ भन्ने तयारी गर्दै गर्दा चुनाव आयो। त्यसले गर्दा हामी जति चाहेका थियौँ त्यति प्रत्यक्ष पब्लिकसँग पुग्न चाहिँ सकेनौँ, तर सङ्गठन निर्माणमा पुग्नु भनेको पनि आधाउधी पब्लिकसँग पुग्नु हो। हामी त्यो सङ्गठन निर्माण गर्दै गर्दा मान्छेका समस्याहरूमा थुप्रै काम गरेका छौँ, चाहे त्यो प्राकृतिक प्रकोपका कुराहरू भए अथवा मान्छेलाई व्यावहारिक रूपमा अन्य कतिपय समस्याहरू पर्छन्, विदेशमा रहने नागरिकदेखि लिएर यहीँनिर एक खालको चाहिँ व्यावहारिक कठिनाइहरू, मुद्दा मामिला झमेला, अन्याय परेका कुराहरू, नहेरिदिएका कुराहरू, ढिलासुस्तीका कुराहरू हामीले सकेसम्म गर्न कोसिस गरेका छौँ। जस्तै आम नागरिकमा के कुरा छ भने जस्तै अघिल्लो संसदहरूले काम गरेनन् भन्ने मात्रै गुनासो छ। तपाईँले यहाँबाट यदि निर्वाचित हुनुभयो भने तपाईँले यहाँका जनताको लागि गर्नु सक्छु, म यो काम चाहिँ गर्छु भनेर 3टा ठोस काम बताउनु पर्यो भने तपाईँ के बताउनुहुन्छ त? तपाईँले मसँग जुन जमिनमा बसेर कुराकानी गर्दै हुनुहुन्छ यो ऐलानी जग्गा हो। मेरो घर पनि ऐलानी जग्गामा छ। मेरो स्थायी कन्काई वडा नम्बर 1 हो। अहिले हामी शिवशताक्षीको 10 मा छौँ। त्यहाँ पनि ऐलानी जग्गा नै हो, थोरै ऐलानी जग्गा छ। त्यो मैले थाहा पाएदेखि त्यो धनीपूर्जा दिने भन्दै अहिलेसम्म दिएको छैन। तपाईँ मलाई के जानकारी छ भने 60 वर्षभन्दा पनि पहिला राजा महेन्द्रले ऐलान गरेर दिएका, यी शिवशताक्षीको कुरा गर्नुहोस्, कन्काईको कुरा गर्नुहोस्, उनीहरूकोसँग धनीपूर्जा छैन, बन्दगी राख्न पाउँदैनन्, छोरो विदेश पठाउन पाउँदैनन्, पढाउन पाउँदैनन्, बिरामी परे उपचार गर्न पैसा निकाल्न पाउँदैनन्, बिजुली चाहिँ बत्ती लिनु पर्यो भने अर्काको लिनुपर्छ। यो धनी पूर्जा किन दिन नसकेको, यत्रो वर्ष किन आश्वासन दिएको, त्यो दिनुपर्छ, दिन मिल्ने दिनुपर्छ। पहिलो र महत्त्वपूर्ण काम हो, त्यो हामीलाई लागेको छ। दोस्रो, अहिले हामी कन्काई नदीको किनारमा बसिरहेका छौँ। पश्चिम फर्केर हेऱ्यो भने यति धेरै जमिन चाहिँ मान्छेलाई विस्थापित गरेको छ। उहिले जुगदेखि हामीले थाहा पाउँदादेखि त्यो 35 वर्षदेखि अलिअलि 10 मिटर बाँध बाँधेको थियो भने पनि सकिन्थ्यो, त्यहाँ मजबुत हुन्थ्यो, मान्छेहरूको खेतीपाती त्यहाँ चाहिँ संरक्षण हुन्थ्यो, मान्छे चाहिँ गरिबीको अवस्थामा झेल्नु पर्थेन, सुकुम्बासी हुनु पर्थेन। दोस्रो त्यो कुरा। तेस्रो कुरा, हात्तीले यति धेरै सताएको छ मान्छेलाई। हिजो चाहिँ हामी हात्ती हिँड्ने बाटोमा मेरो घर छ, त्यो किनार हिँड्थे, जङ्गलमा उनीहरूले खानेकुराहरू हुन्थ्यो होला, खासै गाउँ पस्दैन थियो। अहिले यति धेरै तल पुगेर चाहिँ मान्छेको चाहिँ क्षति गर्ने, धान बाली आदि त्यो क्षति गर्ने कुराहरू गरिरहेछ। त्यसको समाधान अवश्य पनि खोज्नुपर्ने छ। त्यसका अलावा अन्य कुराहरू त धेरै छन् नि। झापामा तपाईँको चाहिँ शिक्षा, स्वास्थ्य, रोजगारी, हामी चाहिँ करिब 74% कृषक भएको क्षेत्र हो यहाँ। तपाईँ हामी अहिले नजिकै यता आलु, यतातिर तोरी छ पृष्ठभूमिमा, के देखिरहेछ मलाई थाहा छैन। त्यो किसानले मल पाउँदैन, बिउ पाउँदैन। अनि अर्को समस्या, त्यहाँ अहिले अधिकांश बोर्डर पारीबाट भारतीयहरू आएर खेती भाडामा लिने, चाहे जति पैसा दिने, अनि 10 गुणा बढी चाहिँ रासायनिक मल हाल्ने, विषादीहरू हालिदिने। माटोलाई क्यान्सर लाग्यो, त्यो माटोसँग हावामा आयो, अनि मानिसमा आयो, गाईबस्तु प्राणीमा आयो, फेरि दुधबाट मान्छेमा गयो। अब त्यो एकातिर माटोलाई क्यान्सर लाग्यो, अर्को सँगसँगै मानिसलाई क्यान्सर लाग्यो। हामी यति रोगी पीडित भइरहेका छौँ कि यस कारणले गर्दा हो यो क्षेत्रमा काम गर्नु छ। एउटा उत्पादन, बजार, रोजगारको कुरामा काम गर्नु छ भने अर्को माटो बचाएर काम गर्नु छ, जो चाहिँ प्रत्यक्ष नागरिकको स्वास्थ्यसँग जोडिन्छ। त्यसले गर्दा यी कुराहरू यी र यी भन्दै जाँदा धेरै छन् गर्नुपर्ने, किनभने भएको साह्रै कम छ, गर्नुपर्ने साह्रै धेरै छ। तर मुख्य कुराहरू चाहिँ झापालीले लामो समयदेखि अपेक्षा गर्दै आएका यी र यस्तै कुराहरू नै हुन्। जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ अहिले के भनिन्छ भने अनुभवको कमी छ, नयाँ पार्टी हो भनेर आलोचना पनि हुने गरेको छ। यो आलोचनालाई चाहिँ तपाईँहरू कसरी परिपूर्ति गर्ने योजनामा हुनुहुन्छ? सरकारमा जाँदै गर्दा रवि लामिछानेहरूलाई आरोप लाग्यो कि चाहिँ सत्तालुलु भए गए। उहाँहरूले भन्दै हुन्थ्यो अनुभव कहाँबाट लिनु त भन्दै हुनुहुन्थ्यो। अनुभव पनि लिनुभयो। दोस्रो कुरा, व्यक्तिगत रूपमा मलाई सोध्नुहुन्छ भने म 22 वर्ष नेपालको प्रशासनिक क्षेत्रमा, सुरक्षा क्षेत्रमा काम गरेको मान्छे। मलाई त्यहाँ संस्कृति के हो, विकृति के हो भन्ने कुरा थाहा छ। र म जस्ता अरू पनि हुनुहुन्छ काम गरेका नगरेका। र अर्को चाहिँ 5 वर्ष काम गर्नलाई 5 महिना अनुभव आर्जन गर्यो, बुझ्यो भने हुन्छ के। त्यसले गर्दाखेरि अनुभव नभएका छैन। अनुभव उही जागिर खाना जस्तो अनुभवी खोज्दै जाने, अनि दक्ष मान्छेले जागिर नपाउने, अनुभवी मात्रै खोजिरहने जस्तो भयो। यो राजनीति अनुभव पनि होला, एउटा देखेर सिकेर अध्ययन गरेर। अनुभवीहरू पनि छौँ, अनुभव नभएका दक्ष र क्षमतावानहरू पनि छौँ। यसमा धेरै शङ्का नगरेकै राम्रो।
जस्तै झापा क्षेत्र नम्बर 4 मा पनि युवाहरू विदेशिने है एकदम यो प्रचलन नै जस्तो चलिरहेको छ। यो कुरालाई रोक्न तपाईँहरूले यहाँबाट निर्वाचित भएपछि चाहिँ त्यो कुराको नीति बनाउनको लागि तपाईँहरूले के पहल गर्न सक्नुहुन्छ? होइन, रोजगार र स्वरोजगार सिर्जना गर्ने हो भने र स्वास्थ्य र शिक्षा, हाम्रो अधिकांश बाबुआमाको खर्च त के अरे शिक्षामा भएको छ, स्वास्थ्यमा भएको छ। जब यो कुरा सरकारले हेरिदिने हो भने, अघि मैले जुन भने उत्पादनबाट जब हामी सुरु गर्छौँ, स्वास्थ्य त्यहाँसँग जोडिएर आउँछ। अनि अहिले चाहिँ जस्तो मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने आज चाहिँ योग ध्यानको जुन कुरा छ, आज पश्चिमा एडभान्स कन्ट्रीहरू चाहिँ भौतिकवादबाट अध्यात्मतर्फ फर्किएका छन्। तपाईँलाई मैले एउटा उदाहरण भनौँ, म्याथ्यु रिकार्ड भन्ने फ्रान्सेली एकजना नागरिक इन्जिनियर हुन्। उनी नेपालमा आएर दार्जिलिङमा ध्यान गरेर बसे र उमाथि एउटा अध्ययन गरियो 12 वर्षसम्म। ऊ चाहिँ संसारको सबभन्दा खुसी मान्छे भनेर, मान्छेलाई खुसी खोज्नु छ र दुनियाँले नेपाल चाहिँ गुरु देश हो, नेपालले चाहिँ सिकाउन सक्छ, अरूलाई नेतृत्व गर्न सक्छ भन्ने थाहा पाइसक्यो। यसलाई यदि हामीले क्यास गर्न सक्ने हो भने आज भू राजनीतिको जुन समस्या छ यसमा चाहिँ योग व्यवसाय र योग पर्यटनमा जाने हो भने अर्को कुनै विकल्प चाहिँदैन। आज नेपालबाट रोजगारी गर्न इभन अमेरिका नै हो, उसले उभिएर $8,000 कमाउँछ भने ऊ चाहिँ त्यहाँका राष्ट्र प्रमुखहरूसम्मलाई संसारभरिका योग सिकाएर अगाडि राखेर योग सिकाएर उसले लाखौँ डलर कमाउन सक्छ। नम्बर 1। नम्बर 2, उसले त्यहाँका मान्छेलाई, नेपाल चाहिँ गुरुदेश हो है, यो चाहिँ एउटा तपोभूमि हो, योग भूमि हो, देवभूमि हो। योगको सुरुवात यहीँबाट शिवजीले सुरुवात गरेका हुन् र योग विज्ञान हो, तिमीहरूले मान्यौ, त्यसो भने शिवजी पहिलो वैज्ञानिक हुन् संसारका, यो सृष्टिकालका भन्ने हो भने नेपालमा कुनै रोजगारीको समस्या अथवा विदेशै जाँदा पनि शानले गुरु बनेर जान सक्ने, सम्मानपूर्वक उहाँका मान्छेहरू लिएर आउने यी अथाह सम्भावना छन्। ती योजनाहरू हामीसँग छन्। त्यसले गर्दा अहिले ठ्याक्कै एयरपोर्टमा गएर बाटो छेक्ने अथवा गइस भने यो भन्ने भन्दा पनि वातावरण सिर्जना गर्ने, सम्भावना देखाउने, अनि त्यहाँ पुग्न सकिन्छ। जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् तपाईँको पार्टीले, तपाईँको दलले चाहिँ यति बेला देशकै प्रधानमन्त्रीको रूपमा चाहिँ लिएर अगाडि बढेका बालेन्द्र शाह, यही तपाईँकै छिमेकी निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर 5 मा चाहिँ देशको प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओलीसँग चाहिँ निर्वाचनमा होमिँदै हुनुहुन्छ। यही राप, यही क्रेजले गर्दाखेरि तपाईँले पनि एउटा त्यही क्यान्डिडेटले चाहिँ भोट ल्याउँछन्, हामीले पनि त्यही विषयलाई अगाडि बढायौँ भने हामीले जित्न सकिन्छ भन्ने एउटा आलोचना पनि छ। जस्तै 5 नम्बर क्षेत्र नम्बरको मतदाता अर्थात् त्यो क्रेजले चाहिँ 4लाई पनि असर गर्छ है भन्ने एउटा आधार बनाएका छन्, आलोचना भइरहेको छ। तपाईँले यो विषयलाई चाहिँ तपाईँ आफ्नै एजेन्डा हो भनेर तपाईँले 1, 2, 3 भनेर नम्बरमा काम गरेर जित्ने आधार यो छ भनेर भन्ने तपाईँसँग के आधार रहेको छ? हामीले ठिक छ, यी नयाँ व्यक्ति र शक्तिहरू एक ठाउँ आउन् भन्ने जनताको पनि माग थियो, हामीलाई पनि आइदिए हुन्थ्यो भन्ने चाहिँ लागेको, तर यस्तै हुन्छ भनेर चाहिँ सोचिएको थिएन कि। हामीले त बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आएर त्यसपछि झापा 5 मै उम्मेदवार बनेर अनि हामी जितौँला भन्ने भन्दा पनि झापा अघि मैले भने कतिपय हिसाबले पहिलो र कतिपय हिसाबले दोस्रो छ सङ्गठन निर्माणको हिसाबले। हामी झापामा 5वटै क्षेत्र निर्वाचन क्षेत्र जित्ने गरीको तयारीमा थियौँ। त्यो सङ्गठन निर्माणका हिसाबले, हाम्रो सङ्ख्याको हिसाबले, हाम्रो तयारीका हिसाबले हेर्ने भने त्यो पहिल्यै हामी त्यो तयारीमा थियौँ। अहिले त संयोग मात्रै हो यो। जस्तै रवि लामिछानेले बालेन्द्र शाहलाई चाहिँ अब हराउन पठाए भन्ने एउटा जुन कुरा पनि बजारमा छ हैन, त्यो कुरालाई चाहिँ तपाईँले जस्तै हराउनै पठाएर रवि लामिछानेले अलिकति बौद्धिक काम गरे अनि आफू अगाडि सत्ताको पक्षमा उभिए भन्ने कुरा छ। यो विषयलाई चाहिँ कसरी तपाईँहरूले हेर्नु भएको छ? जसो गरे पनि जस पाइराखेनन् के रवि लामिछानेले। रवि लामिछानेले बालेन शाहलाई पठाएकै होइन। हामी बालेन शाहसँग झापाका 4-5 जना लिडरहरू भेटघाट गऱ्यौँ, कुराकानी गऱ्यौँ। उहाँले त्योभन्दा पहिल्यै यहाँको सर्वे गरिसक्नु भएको थियो, तयारी गर्दै हुनुहुन्थ्यो। यहाँ कस्तो छ अवस्था, कसरी जान सकिन्छ, नट ओन्ली झापा, कोशी प्रदेशमै के छ त्यसको तयारी गरिसकेपछि त्यो रणनीति बनाएर उहाँ आफूले निर्णय गरिसकेपछि मात्रै पार्टीले गरेको। उहाँले निर्णय गरिसकेपछि झापालीसँग भेट गर्नुभयो अनि पार्टीले निर्णय गरेर आएको। जस्तै तपाईँ भन्दा यसभन्दा अगाडिको 79को निर्वाचनमा तपाईँ हुनुहुन्थ्यो, त्यो बेला त तपाईँले प्रथम, दोस्रो, तेस्रो मत प्राप्त गर्नुभएको हो नि त यो क्षेत्रमा। भने तपाईँले यो वर्ष चाहिँ प्रथम विजयी हुने मत प्राप्त गर्नुको लागि तपाईँलाई झापा क्षेत्र नम्बर 5 को निर्वाचनको प्रणाली अर्थात् त्यो छापले चाहिँ कतिको असर गर्छ त? यो सान्दर्भिक छ। जब त्यति बेला हिँडियो, मान्छेले चिनेको थिएन, व्यक्ति चिनेको थिएन, राजनीति गरेका होइनौँ। यहाँ +2 मात्रै पढेर हिँडेको, बाहिर 15-20 वर्ष बस्यो, राजनीति दल चिनेको थिएन, के गर्छ थाहा थिएन। र कतिपय ग्रामीण भेगमा चाहिँ सामाजिक सञ्जालको चाहिँ जहाँ पहुँच छैन, उहाँहरूले रवि लामिछाने चिन्नु भएको थिएन।
तथापि 14,000 मान्छेले विद्रोह गर्नुभयो। त्यसपछि मान्छेलाई थाहा भयो भोलि हाम्रो जनप्रतिनिधि बन्न सक्ने मान्छे शम्भु सुस्केरा हो। उसले उसको पढाइ, उसको लेखाइ, उसको आचरण, उसको स्वभाव, उसको चाहिँ एउटा चाहिँ नैतिकता, यी सबै कुरा अध्ययन गरिसकेपछि एउटा छाप के बनेको थियो भने शम्भु सुस्केरा नै अबको हाम्रो जनप्रतिनिधि हो भन्ने एउटा चाहिँ त्यो बनिसकेको थियो उहाँहरूमा। त्यो एक खालको चाहिँ हाम्रो छाप भनौँ न यहाँका मतदातामा, जसले जान्नु चिन्नुहुन्थ्यो, त्यसले चाहिँ अहिले सपोर्ट गरेको छ मलाई। एउटा चुनाव जित्ने आधार बुँदा यो पनि हो। जस्तै तपाईँले यो निर्वाचित हुनुभयो भने 5 वर्षपछि हामीले फेरि यसरी नै तपाईँसँग कुराकानी गर्दा चाहिँ तपाईँलाई यस झापा क्षेत्र नम्बर 4 का जनताले चाहिँ यो विषयमा चाहिँ धन्यवाद दिउँ है भन्ने तपाईँले एउटा काम गर्नु भने के गर्नुहुन्छ? हामीले झापा 4 अथवा झापा मात्रै होइन देशभरिलाई आह्वान गर्ने विषय के हो भने एउटा शक्तिले कमसेकम बहुमत, हामी त 2/3 भनेका छौँ, संविधानै संशोधन गर्न सक्ने गरी नभए पनि बहुमत दिएर सरकार बनाउन सक्यो भने हामीले उम्मेदवारी मात्रै दर्ता गरेर घर बसेर मतदाताहरू घरमै चाहिँ शुभकामना दिन आउने वातावरण सिर्जना गर्न पाए हुन्थ्यो भन्नेमा छौँ। त्यति बेला पनि ल हामीले यो गर्न सकेनौँ, यो गऱ्यौँ, यो भयो, किच्च गरेर दाँत देखाउँदै हामीले यो गरेनौँ, जानु परोस् भन्ने अवस्थामै छैनौँ। त्यसले गर्दा त्यो 5 वर्षपछि उम्मेदवारी हाम्रा कुनै पनि उम्मेदवारले उम्मेदवारी दर्ता गर्दै गर्दा राष्ट्रपाको उम्मेदवार को हो भनेर खोजेर आउने वातावरण सिर्जना होस्, त्यो काम गर्न पाइयोस्, त्यो आधार तयार गर्न पाइयोस् भन्ने छ। त्यो त तपाईँले निर्वाचित पछिको कुरा। जस्तै तपाईँ यस निर्वाचनमा पनि पराजय भोग्नु पर्यो भने चाहिँ तपाईँलाई यहाँका जनताले नेतै भनेर मान्छन् या अरू केही भनेर सम्बोधन गर्ने अवस्था आउँछ? त्यतातिर त कल्पना गरिएकै छैन। हिजो पनि पराजयको कल्पना गरिएको थिएन। कि जितिन्छ कि सिकिन्छ भन्ने थियो। जितिएन, सिकियो, थुप्रै राजनीति सिकियो। 3 वर्षमा अझै धेरै ज्ञान हुँदै गयो र अहिले चाहिँ त्यो तर्फको सोचाइ नै छैन। हामी प्रतिनिधि सभामा जान्छौँ, सरकार बालेन्द्र शाहको नेतृत्वमा सरकार निर्माण गर्छौँ। सरकार बनेको चाहिँ भोलिपल्ट हामी चाहिँ देशका महत्त्वपूर्ण 50 वटा निर्णय गर्छौँ जनताका पक्षमा र हामीले 18 वर्ष जुन योजना सार्वजनिक गर्दैछौँ ती विषयमा चाहिँ योजनाबद्ध 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 5 वर्ष, 10 वर्ष अल्पकालीन दीर्घकालीन योजना बनाएर हामी पुँजी निर्माण गरेर काम गर्न थाल्छौँ। त्यो त तपाईँहरूले जितेर बहुमतको सरकार बनाएर अर्थात् तपाईँहरूको सिट पुग्यो भने न तपाईँहरूले सरकार बनाउनु। यदि सिट पुगेन भने चाहिँ तपाईँहरू प्रतिपक्षमा बस्ने अर्थात् अगाडि सरकारमा रहनेलाई झकझकाउने काम गर्नेमा चाहिँ तपाईँहरू निर्वाचित पछि तपाईँहरूका टिमले चाहिँ त्यो काम विशेष जनताको लागि काम गर्छन् भन्ने जनतालाई हामीले विश्वास दिलाउन सकिन्छ भन्ने तपाईँहरूसँग त्यस्तो ठोस आधार त केही छ या छैन? छ नि। तपाईँ 21 जना सांसद सहित रवि लामिछाने संसद भवनमा छिरेपछि त्यहाँ सांसद भवन जस्तो देखियो र अरू सांसदहरू पनि हाम्राले के बोल्छन्, के अध्ययन गरेर लिएर आउँछन्, एक खालको चाहिँ राम्रो मुभी हेरे जस्तो संसद भवनको प्रस्तुतिहरू हेर्थे जनताले। राष्ट्रिय स्वतन्त्र पार्टीका तन्नेरी सांसदहरूले के विषय उठाए, कुन विषय उठाए भनेर हेर्थे। र जब 82 को भदौ 23 र 24 घट्यो, त्यो घट्ने आधार चाहिँ रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका 21 जना सांसदहरू थिए। जेनजीका आवाजहरू त निशा डाङ्गीले उठाउनु भएको थियो। त्यसले गर्दाखेरि त्यो आधार अथवा गर्नुहुन्छ त्यो देखिसकेको छ, उहाँहरूले गर्नुभएको छ। त्यही भरोसाले अहिले तपाईँले अघि माहौलको कुरा गर्नु, त्यो भरोसाले माहौल सिर्जना गरेको हो नि त। यिनीहरूले पक्कै पनि गर्छन्, जनताको आवाज उठाउँछन्। अहिले त शक्ति निर्माण हुन्छ, अहिले त जनतालाई के थाहा सरकारै यिनीहरूले बनाउँछन् भन्ने छ। तपाईँले भनेपछि कथम कदाचित त्यस्तो भयो भने पनि त्यसै गरी तिनै र त्यस्तै आवाज, खबरदारी र जनतालाई साथमा राखेर जनताका जुन जुन काम गर्छौँ भने त्यो गराउन हामी बाध्य पार्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई यति बेला देशभरि के पनि आलोचना हुने गरेको छ भने यो विदेशी शक्ति हो, यो विदेशले चलाइरहेको छ, यो शक्ति 81 आएको यो विदेशी शक्तिले चलाएर चाहिँ यहाँनिर अहिले देशलाई भाड्न खोजिरहेको छ। हामी चाहिँ देशको मूल पार्टी, ठुलो पार्टी भन्ने पार्टीहरूलाई पनि विदेशी शक्तिको पार्टीले चाहिँ हामीलाई चुनौती दिइरहेको छ, यो केही पनि होइन भन्ने खाले कुराको आलोचना पनि छ। तपाईँहरूको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यो आलोचना पनि छ। त्यो कुरालाई चाहिँ तपाईँहरूले कसरी स्पष्ट पार्न सक्नुहुन्छ? त्यसो भन्नेहरूलाई ऐनाको अगाडि उभिनलाई अनुरोध गर्छु म। कतै आफ्नो अनुहार पो त्यस्तो देखिन्छ कि? किनभने मैले नै थाहा पाउँदा पनि हरेक सरकारहरू बनाउनु र गिराउनु भन्दा अगाडि कोही उत्तर गएको छ, कोही दक्षिण गएको छ, कोही पश्चिम गएको छ, त्यो देखिरहेछौँ। किन गएको, त्यही बेला किन जान्छन्? त्यसले गर्दा मैले जे गरेँ अरूले पनि त्यही गर्छ भन्ने नि एउटा चोरले अरूलाई कहिल्यै साधु ठान्दैन। त्यसले गर्दा मजाले ऐना पुछेर अनुहार हेरिदिए पुग्छ। हामीले हाम्रो अनुहार हेरेका छौँ र हाम्रो अनुहार जनताले पनि हेरेका छन्।
हाम्रो ऐना जनता हो, हामीलाई स्पष्ट छ। त्यसले गर्दा यस्ता कुराले अर्थ राख्दैन। अब केही न केही भन्नु परेको छ, केही न केही आरोप लगाउनु पर्छ, केही न केही भ्रम छर्नु परेको छ र आफू फेरि त्यो ठाउँमा जानु परेको छ। त्यसले गर्दा यसलाई त्यति हामीले महत्त्व दिँदैन। तपाईँहरूलाई जसरी जनताले अर्थात् आलोचना गरेका छन् ती विषयलाई तपाईँहरूले भोलिको दिनमा निर्वाचित पछि हामीले चाहिँ जनताबाट लिएको यो विश्वास मत एउटा चाहिँ सफल ठाउँमा चाहिँ लगायौँ भन्ने आधार तपाईँहरूसँग छ? मैले त्यही सन्दर्भ जोडेँ। माथि चाइना, तल भारत अनि छिमेकी मुलुकहरू, उहाँहरू एउटा चाहिँ उदाउँदो एसियाको जुन सम्भावना छ, त्यो सम्भावना भनेको हाम्रो बजार पनि हो कि। हाम्रा उत्पादनहरू, हाम्रा सेवाहरू बेच्ने बजार निर्माण गरिरहनका लागि उनीहरूसँग सहसम्बन्ध हुनु आवश्यक छ। त्यो सम्बन्ध निर्माण गर्नु छ। हामीले खालि गाली गरेर हुँदैन। तर त्यो भनेको अघि आरोप लागे जस्तो कुरा होइन। सम्बन्ध निर्माण नगर्ने, उत्पादन सेवा नबेच्ने बजार पनि हामीसँग छैन। अनि भू राजनीति भन्ने सम्बन्ध निर्माण गर्न नसक्ने, न चाहिँ समुद्र पारी जान सक्छ, न छिमेकमा हाम्रो बजार चाहिँ प्रशस्त निर्माण हुन सकेको छ, व्यापार घाटामा छ। त्यसले गर्दाखेरि त्यो सम्बन्ध निर्माण गर्दै जनताले अपेक्षा गरे अनुसारको, म यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो अगाडि देखियो बेसार खेती हो। मैले यहाँनिर चाहिँ एउटा 1 बिघा खेती रोपेर मैले यति यहीँबाट कमाइ गर्छु भन्ने होइन। एउटा यो अभियान हो, साथीभाइहरू जोडिउन् र यी चिजहरू चाहिँ ती दुनियाँमा चाहिँ तपाईँको एन्टिबायोटिकदेखि कस्मेटिक निर्माणको लागि हुन्छ। हामी यो अभियान त्यो बजार खोज्न सकियो, सुरुवात गरेको हो नि त हामीले, एकजना व्यक्तिले गर्ने हो। त्यो सम्भावना खोज्न सबै छिमेकी र चाहिँ अन्य मुलुकहरूसँग चाहिँ एकदमै राम्रो सम्बन्ध बन्नुपर्छ। त्यो भनेको चाहिँ आफ्नो राष्ट्रिय हितलाई पनि सोचेर गर्नुपर्छ। त्यसलाई कसरी लिइन्छ भोलि त्यो कुरा हो। तर हामी त्यस्तो खालको व्यवहार गर्दैनौँ अन्य मुलुकहरू। ल, समयको लागि धन्यवाद। तपाईँलाई जितको अग्रिम शुभकामना छ। र अन्त्यमा मैले तपाईँलाई भन्नु छुटाएका, सोध्नु छुटाएका, अर्थात् म यो भन्थेँ भन्ने तपाईँलाई लागेको छ भने ती कुराहरू पनि तपाईँले राखिदिन सक्नुहुन्छ। धेरै कुरा त आइसके, तर हामी कुनै पनि कुरा यही चाहिँ गर्छौँ भनेर कसैलाई भन्दैनौँ, भनेका छैनौँ। सबै गर्छौँ। जे गर्न बाँकी छ, जहाँबाट त्रुटि भयो, जहाँबाट कुशासन सुरु भयो, जहाँबाट बिग्रियो, त्यहाँबाट सच्याएर जाने हो। नेपालीका लागि गर्नुपर्ने धेरै ठाउँहरू छन्, धेरै कामहरू छन्। ती सबै काम गर्ने अवसर पाइयोस्। हामी खासमा काम गर्न गएका हौँ। काम गरेरै मर्न पाए हुन्थ्यो भन्ने एक खालको जुनुन छ भित्रबाट। त्यो अवसर जनताले जुराइदिनु हुनेछ। एकदमै धेरै अनुरोध गर्छौँ। घन्टी चुनाव चिन्ह हो यसपटक, घन्टी बाहेक अरू चुनाव चिन्ह छैन भन्ने ठानिदिनु होला। यति हो हामीले गर्ने। समयको लागि धन्यवाद। हस्, धन्यवाद।